आज हामी चाहिँ ओबिजीको पोस्टिङमा आइसकेको छौँ वार्डमा अनि यहाँ एउटा पेसेन्ट आउनुभएको छ उहाँ 33 इयर्सको फिमेल हुनुभएको छ अनि उहाँ चाहिँ म्याग्दीबाट आइपुगेछ यहाँ अनि त्यसपछि चाहिँ उहाँको फर्दर डिस्क्राइब गर्नलाई म आफ्नो साथीलाई क्यामेरा पास गर्छु ल्याउ साथी हाई गाइस उहाँको चाहिँ 9 महिना पुगिसकेको थियो अनि उहाँको युटराइन कन्ट्र्याक्सन नभएर अक्सिटोसिन इन्ड्युस्ड प्रेग्नेन्सी भयो अनि फर्दर एक्सप्लेनेसनको लागि अर्को साथी हुनुहुन्छ ए हाई सो उहाँको चाहिँ प्रेग्नेन्सीमा त्यस्तो धेरै ठुलो कम्प्लिकेसन त होइन तर एउटा सानो मोनिटर गरिराख्नु पर्ने चाहिँ के देखेको थियो भन्दाखेरि उहाँले चाहिँ कन्सिभ गरेको 3 मन्थदेखि चाहिँ उहाँलाई हाइपरटेन्सन भइराखेको थियो प्रेग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन एज इन उहाँलाई पहिला हाइपरटेन्सन थिएन बट कन्सिभ गरेपछि उहाँलाई हाइपरटेन्सन हुन थाल्यो तर सिन्स डक्टरहरूले राम्ररी मोनिटर गर्नुभयो उहाँलाई चाहिएको बेला मेडिसिन्सहरू दिनुभयो उहाँले पनि आफूले राम्ररी मेडिसिन्स खानुभयो त्यो हाइपरटेन्सन चाहिँ गएर प्रिक्ल्याम्सियामा कम्प्लिकेट हुन पाएन सो प्रिक्ल्याम्सियामा कम्प्लिकेट भएको भए चाहिँ हामीले युरिनमा प्रोटिनको मात्रा चाहिँ बढी देख्थ्यौँ अनि अहिले पनि हाम्रो हेर्न सक्नुहुन्छ त्यहाँनिर नर्सहरूले चाहिँ हाम्रो पेसेन्टको बिपी चाहिँ मोनिटर गर्दै हुनुहुन्छ सो यसरी रेगुलरली मोनिटर गरेर पेसेन्टलाई स्टेबल राख्नु चाहिँ हाम्रो ड्युटी हो अनि वी आर ह्याप्पी अबाउट द चाइल्ड्स बर्थ थ्याङ्क यू अब म चाहिँ माइक पास गरेँ आफ्नो साथीलाई मदर हेल्थ र चाइल्ड हेल्थको बारेमा के कसो कन्डिसन छ ल भनिदियो त अब मदरबाट चाहिँ बाबु जन्म भएको रहेछ अनि बाबुले चाहिँ नि एकदमै स्वस्थ छ राम्रैसँग दुध खाइरहेछ आमा पनि राम्रै हेल्थमा छ गुड कन्डिसनमा छ अनि हजुरले साथीहरूले भने जस्तै सबै राम्रो भइरहेछ यता सबैजना खुसी छन् नयाँ बाबु जन्मेको भएर यही भन्दै यहाँ समाप्त गर्न जान्छु धन्यवाद हस् आजलाई यति नै गरौँ बाई